अब केही दिनपछि हुन गइरहेको एसीसी प्रिमियर कपका हरेक म्याच कसरी लाइभ हेर्ने त? र हाल नेपाली क्रिकेट टिमले कर्नाटक विरुद्ध ठूलो मार्जिनमा जित निकालेको छ, तर पनि नेपाली टिमले आफ्नो ब्याटिङमा निकै सुधार गर्नुपर्ने देखिन्छ। नेपाल क्रिकेट टोली अब केही दिनपछि मलेसिया जाँदैछ एसीसी प्रिमियर कप खेल्न, तर यस पटक टोलीको नेतृत्व फरक हाकमा छ। कप्तानी अब सन्दीप लामिछानेको काँधमा छ र सन्दीपले एउटा कुरा एकदम क्लियर राखेका छन्, 2024मा भएको जस्तो गल्ती यस पटक दोहोरिन दिने छैनन्। त कस्तो हो नेपालको तयारी? ब्याटिङमा अझै किन चिन्ता छ र प्लेइङ 11मा को खेलाडीले मौका पाउन सक्छन्? आजको भिडियोमा यी सबै कुराहरू विस्तारमा हेरौं। अब भिडियोलाई सुरुबाट सुरु गरौं। सबैभन्दा पहिला कुरा गरौं तपाईहरुले यो म्याच वा टुर्नामेन्ट कसरी हेर्न सक्नुहुन्छ भन्ने बारेमा। यदि तपाई लाइभ हेर्न चाहनुहुन्छ भने नेपालमा टप एन्ड सिरिजको आधिकारिक टिभी प्रसारक कान्तिपुर टिभी म्याक्स अर्थात केटिभी म्याक्स हो। तपाईले केटिभी म्याक्सको आधिकारिक वेबसाइट, एप वा युट्युब र फेसबुक पेज मार्फत लाइभ प्रसारण हेर्न सक्नुहुन्छ। यसका अतिरिक्त केही म्याचहरू विशेष गरी जहाँ अन्य क्षेत्रमा एक्सक्लुसिभ प्रसारण अधिकार नभएको अवस्थामा क्रिकेट अस्ट्रेलियाको आधिकारिक युट्युब च्यानलमा पनि लाइभ स्ट्रिम हुन सक्छन्। र यदि तपाई प्राइम भिडियो प्रयोग गर्नुहुन्छ भने टप एन्ड सिरिजका केही म्याचहरू त्यहाँ पनि लाइभ इभेन्टको रूपमा उपलब्ध भएका छन्। तपाईको क्षेत्रमा उपलब्ध भएमा एन्ड्रोइड वा आइफोनको प्राइम भिडियो एप मार्फत पनि हेर्न सकिन्छ। त्यसैले जुनसुकै प्लेटफर्म प्रयोग गर्नुभए पनि म्याच नछुटाउनु होला। अब कुरा गरौं ओभरअल पिक्चरको। नेपाली क्रिकेटको लागि यो समय एकदम महत्त्वपूर्ण छ। नयाँ कप्तानीशिप, नयाँ खेलाडीहरूको इन्ट्री र ब्याटिङ फिलोसफीमा परिवर्तनको आवश्यकता, यी सबै कुराले संकेत गर्छ कि नेपाली क्रिकेट एउटा ट्रान्जिसन फेजमा छ। यस्तो फेजमा नतिजाहरू सधैँ सुसङ्गत नहुन सक्छन्, तर लामो समयको लागि यसले टिमलाई बलियो बनाउन सक्छ यदि सही दिशामा काम भयो भने। कर्नाटक विरुद्धको जितलाई सिकाइको रूपमा लिनु, ब्याटिङ मानसिकतामा परिवर्तन ल्याउने प्रयास गर्नु र प्रदर्शनको आधारमा प्लेइङ 11 तय गर्नु, यी सबै संकेतहरूले नेपाली क्रिकेट सही दिशामा अगाडि बढिरहेको जस्तो देखाउँछन्। तर असली परीक्षा त मलेसियाको मैदानमा हुनेछ, जहाँ दबाव र प्रतिस्पर्धा दुवै उच्च हुनेछन्। एसीसी प्रिमियर कप अघि नेपालले भारतमा प्र्याक्टिस म्याचहरू खेल्ने कार्यक्रम राखेको थियो र त्यहाँको पहिलो अभ्यास खेलमा नेपालले कर्नाटक स्टेट टिमलाई पराजित गर्न सफल भयो। यो जित सुन्दा राम्रो लाग्छ, तर टिम म्यानेजमेन्ट र विश्लेषकहरूले यसलाई ठूलो सेलिब्रेसनको विषय बनाएका छैनन्। किन त? किनभने यो एउटा प्र्याक्टिस म्याच मात्र थियो र यसको मुख्य उद्देश्य जित्नुभन्दा बढी सिकाइ र कम्बिनेसन जाँच्नु थियो। नेपालका लागि यो म्याच एउटा लर्निङ प्लेटफर्मको रूपमा लिएको छ, जहाँ कोचिङ स्टाफले विभिन्न खेलाडीलाई विभिन्न भूमिकामा जाँच्ने मौका पाए। त्यसैले यदि तपाई यो जित देखेर ओभर कन्फिडेन्ट हुनुहुन्छ भने त्यो अलि हतार हुन्छ। असली परीक्षा त एसीसी प्रिमियर कपमा नै हुनेछ। अब कुरा गरौं टोलीको सबैभन्दा ठूलो चिन्ताको, र त्यो हो ब्याटिङ। नेपाली क्रिकेटलाई नियमित रूपमा हेर्नुहुने दर्शकहरूलाई यो कुरा नौलो लाग्दैन। नेपालको बोलिङ आक्रमण धेरै हदसम्म भरपर्दो देखिन्छ, तर ब्याटिङ लाइनअप बारम्बार अस्थिर देखिन्छ। र यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने ओडीआई क्रिकेटमा अब 170-180 रनको मानसिकताले धान्दैन। आजको आधुनिक ओडीआई क्रिकेटमा टप टिमहरूले दबावमा पनि 270-290 रन बनाउने क्षमता राख्छन्। नेपाली ब्याटिङ युनिटले पनि यही मानसिकता विकास गर्नु जरुरी छ। यो केवल टेक्निकको कुरा मात्र होइन, यो एउटा माइन्डसेटको कुरा हो। जब तपाईँ मैदानमा ओर्लनुहुन्छ, यदि तपाईँको लक्ष्य सुरुदेखि नै सानो हुन्छ भने नतिजा पनि सानै हुन्छ। तर यदि तपाईँले ठूलो स्कोरको लक्ष्य राखेर खेल्नुभयो भने दबावमा पनि टिकिरहने र आक्रमण गर्ने आँट आउँछ। नेपालको मिडल अर्डरले विशेष गरी यो मानसिकता अपनाउनु आवश्यक देखिन्छ, किनभने धेरै पटक नेपालले राम्रो सुरुवात पाएर पनि मिडल ओभरहरूमा रनको गति गुमाउने गरेको छ। यही नै आउँछ अर्को महत्त्वपूर्ण कुरा, युवा खेलाडीहरूको समावेशीकरण। अभ्यास खेलहरूमा देव खनाल र सन्दीप जोरा जस्ता युवा खेलाडीलाई मौका दिइदैछ भन्ने कुरा सुन्दा एकदम उत्साहजनक लाग्छ, किनभने नेपाली क्रिकेटको भविष्यको लागि यस्तै प्रयोगहरू आवश्यक छन्। यदि टिमले हरेक टुर्नामेन्टमा उही पुरानो कम्बिनेसनमा मात्र भर पर्यो भने नयाँ प्रतिभाहरूलाई अवसरै मिल्दैन र दीर्घकालीन रूपमा टिमको डेप्थ कमजोर हुन्छ। देव खनाल र सन्दीप जोरा जस्ता खेलाडीहरूले यदि यी प्र्याक्टिस म्याचहरूमा राम्रो प्रदर्शन गरे भने उनीहरूले एसीसी प्रिमियर कपको मुख्य टुर्नामेन्टमा पनि ठाउँ पाउने सम्भावना बढ्छ। यसले गर्दा प्रतिस्पर्धा बढ्छ र प्रतिस्पर्धा बढ्नु भनेको समग्र टिमको लागि राम्रो संकेत हो। अब कुरा गरौं कप्तान सन्दीप लामिछानेको रणनीतिको बारेमा। सन्दीपले एउटा कुरा प्रष्ट राखेका छन्, प्रदर्शन गर्ने खेलाडीलाई मात्र प्लेइङ 11मा स्थान दिने। यो सुन्दा एकदम सिम्पल लाग्छ, तर व्यवहारमा यो लागू गर्नु त्यति सजिलो हुँदैन, किनभने नेपाली क्रिकेटमा प्राय सिनियर खेलाडीहरूको फर्म ठीक नभए पनि उनीहरूलाई निरन्तर मौका दिने प्रवृत्ति देखिन्छ। तर सन्दीपको यो अप्रोचले संकेत गर्छ कि अब त्यो ट्रेन्ड बदलिन सक्छ। यदि कुनै सिनियर खेलाडीले लगातार राम्रो प्रदर्शन गर्न सकेन भने बेन्चमा तयार रहेका युवा खेलाडीहरूले चान्स पाउने सम्भावना बढ्नेछ। यो नीति टिमको लागि दुई किसिमले फाइदाजनक हुन सक्छ। पहिलो, यसले हरेक खेलाडीलाई थप जिम्मेवार बनाउँछ, किनभने उनीहरूलाई थाहा हुन्छ कि प्रदर्शन नगरे ठाउँ गुम्न सक्छ। दोस्रो, यसले टिमको ओभरअल कम्पिटिटिभ लेभल बढाउँछ। तर यसको अर्को पाटो पनि छ, त्यो हो टिम कम्बिनेसनमा स्थिरता। यदि हरेक म्याचपछि प्लेइङ 11मा धेरै परिवर्तन भयो भने टिमको भित्री केमिस्ट्री र रोलहरूको स्पष्टतामा असर पर्न सक्छ। त्यसैले सन्दीपको लागि यो एउटा सन्तुलन कायम राख्नु ठूलो चुनौती हुनेछ। प्रदर्शनको आधारमा छनौट गर्ने तर टिमलाई पनि स्थिर राख्ने।
राख्ने। 2024 को कुरा गर्दा त्यो वर्ष नेपाली क्रिकेटका लागि सजिलो थिएन। धेरै अपेक्षाहरू पूरा हुन सकेनन् र टिमले केही महत्त्वपूर्ण अवसरहरू गुमाएको थियो। सन्दीप लामिछानेले यो कुरा राम्रोसँग बुझेका छन् र त्यही भएर उनले पटक पटक जोड दिइरहेका छन् कि त्यो वर्षको गल्ती दोहोरिनु हुँदैन। यो केवल एउटा भावनात्मक बयान मात्र होइन, यो एउटा रणनीतिक सन्देश पनि हो, कोचिङ स्टाफ र खेलाडीहरू दुवैलाई। कप्तानको यो मानसिकताले टिमको भित्री अनुशासन र फोकसमा सकारात्मक प्रभाव पार्न सक्छ। जब कप्तान आफैले गल्तीबाट सिक्ने र सुधार गर्ने कुरामा जोड दिन्छ, त्यो सन्देश पुरै टिममा तल्लो तहसम्म पुग्छ। अब कुरा गरौँ एसीसी प्रिमियर कपको महत्त्वको बारेमा। यो टुर्नामेन्ट एसियाली क्रिकेटमा एउटा महत्त्वपूर्ण प्लेटफर्म हो जहाँ एसोसिएट टिमहरूले आफ्नो क्षमता प्रमाणित गर्ने मौका पाउँछन्। नेपालका लागि यो टुर्नामेन्ट थप महत्त्वपूर्ण हुन्छ किनभने यसले नेपालको ओभरअल र्याङ्किङ र भविष्यका ठूला टुर्नामेन्टहरूको बाटो प्रभावित गर्न सक्छ। त्यसैले मलेसियामा हुने यो टुर्नामेन्टमा नेपालले कस्तो प्रदर्शन गर्छ भन्ने कुराले धेरै दीर्घकालीन प्रभाव पार्न सक्छ। नयाँ कप्तानको नेतृत्वमा टिमले पहिलो ठूलो टुर्नामेन्ट खेल्दै गर्दा दबाव स्वाभाविक रूपमा बढी हुन्छ, तर यसैले खेलाडीहरूलाई आफूलाई प्रमाणित गर्ने राम्रो अवसर पनि दिन्छ। अब तपाईहरूसँग एउटा प्रश्न सोध्न चाहन्छु, के तपाईलाई लाग्छ सन्दीप लामिछानेको प्रदर्शन गर्नेलाई मात्र मौका दिने नीति नेपाली क्रिकेटको लागि सही निर्णय हो, कि तपाईलाई लाग्छ सिनियर खेलाडीहरूलाई अझै धैर्यता दिनुपर्छ? आफ्नो विचार कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला। तपाईहरूको विचार हामीलाई अर्को भिडियो बनाउँदा पनि सहयोगी हुन्छ। यति नै थियो आजको भिडियो। नेपाल क्रिकेट सम्बन्धी यस्तै थप अपडेट, म्याच एनालिसिस र गहिरो विश्लेषणका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। भिडियो मन परे लाइक गर्नुहोस् र बेल आइकनलाई पनि अन गर्नुहोस् ताकि नेपाल टिमको हरेक अपडेट तपाईसम्म समयमा पुगोस्। धन्यवाद।